हेलो गुड इभिनिङ सबैलाई। आज म कहाँ छु भने म यहाँ पार्कमा इभिनिङ वकमा आएको छु हो। र यो पार्कमा चाहिँ कस्तो कस्तो फेसिलिटी छ भने चाहिँ जस्तो कि यो हाम्रो उता पनि हुन्छ यस्तो एक्सर्साइज गर्नेहरू, तर उता चाहिँ सबै एकै जग्गा हुन्छ नि त यहाँ चाहिँ एकै जग्गा होइन र। अब यहाँ एउटा छ भने एउटा उता उता उहाँ पर अब उहाँ जग्गामा हो। सो यो चाहिँ अब एकै जग्गा मान्छे नथुप्रिनु लागि यिनीहरूले सबै पार्कमा यसरी छरेर बनाएको छ हो। अनि एउटा इन्ट्रेस्टिङ यहाँ पार्कमा के हुन्छ भने उनीहरूको अब यस्तो क्यानोपी बसेर खाने जग्गा हो। अनि यो चाहिँ के हो भने त यो चाहिँ अब हामीले यहाँ पिकनिकहरू हो, अब आफू फ्यामिलीहरू लिएर ग्रुपमा यसरी अब बाहिर खाने हो भने नि अब यस्तो चौरमा बसेर हो, अब यता बसेर पिकनिक के फ्यामिली फ्रेन्ड्सहरूसँग खानाहरू भयो हो। त्यहाँबाट यस्तै अब मासुहरू केहरू अब खानाहरू ल्याएर खाँदाखेरि चाहिँ के हो भने नि यो पार्कमा चाहिँ ओपन, यहाँबाट चाहिँ अब लिक्विडहरू तेलहरू के छ भने यहाँबाट जान्छ मुनि हो। अनि यो चाहिँ ओभन जस्तो हो। अनि यसमा यसरी ग्यास सिस्टममा आगो चाहिँ बल्दैन, तर यो हिट हुन्छ, यो इलेक्ट्रिक सिस्टमको। अनि यहाँ मासुहरू तताएर खाँदा पनि हुन्छ हो। बेसिकली यो चाहिँ हिटिङ यसरी यस्तो व्यवस्थाहरू छ हो, यस्तोहरू मिल्छ। अब यहाँ एउटा मात्रै भएन, अब एउटा पार्कमा यो सबै पार्कमा एउटा मात्रै होइन र। यो पार्कमा अब यसरी छरेर एउटा उहाँ पर भयो हो, यसरी जुनै पार्कमा पनि यिनीहरूको हो यसरी बनाउँछ हो, यसरी हुन्छ हो। अनि यहाँ पार्कमा यहाँ देख्यो भने हरियाली, जहीँ पनि रुखहरू यसरी रुखहरू रोपेर अनि नभएको जग्गामा अब पुरानो हुँदैछ भने नि नयाँ फेरि रोप्छ यिनीहरूले। अनि रुख रोप्दाखेरि यिनीहरूले रुख मात्रै यसरी गाडेर राखेर होइन र, यो सराउन्डिङभरिमा यसलाई मोल चाहिएको मोल म्यान्युरहरू हो यसरी व्यवस्था अब यो यसमा लाउनु नपर्ने गरेर। अब जस्तो कि अब यहाँ पार्क भयो, यहाँ खाली एउटा जग्गा छ, अब त्यहाँ पनि रुख रोपिरहेछ हो। अनि यिनीहरूले चाहिँ हो यसरी अब यो चाहिँ खासैमा भन्यो भने चाहिँ अब डेजर्ट कन्ट्री रेगिस्तान भनौँ न हो यस्तोलाई अब यिनीहरूले म्यानमेड मान्छेले अब यसरी अब दिमाग लाएर यसरी बनाएको यिनीहरूले। जस्तो कि अब यहाँ प्लेन पार्क भयो होइन, अनि यहाँ अब फ्लावर गार्डन यता फ्लावर लगाएको छ ल। अनि फेरि यहाँ रुख फुटपाथ, फेरि रुख रोड, फेरि रुख हो यसरी। अनि डस्टबिनहरू यसरी कति राम्रो पाराले यहाँ पानीहरू नपस्न लागि हो, यसरी कस्तो मजाले बनाएको छ। आज म पार्कको यो एउटा पार्क हो, यो मेरै हामी यहाँ बस्ने घरकै छेउको पार्क। अनि अर्को इन्ट्रेस्टिङ चाहिँ के छ भने नि अब यताको मान्छेले चाहिँ जस्तै कुकुर भयो हो यसरी प्याट आफ्नो घरमा पालेको हुन्छ नि त। अब उनीहरूलाई यहाँ वकमा ल्याउँदाखेरि चाहिँ यो चाहिँ कुकुरको लागि यसरी हो। अनि यहाँ चाहिँ कुकुरले पानी खान्छ हो। अब यो भर्दाखेरि ठक्कै यो पनि अफ हुन्छ, इन्ट्रेस्टिङ। अनि यो चाहिँ मान्छेले पानी खाने। अनि यहाँ चाहिँ अब यसरी अब यहाँनिर मुख गाडेर यसो गऱ्यो भने खाँदा हुन्छ हो। अनि मुनिबाट बोतल थाप्ने भने चाहिँ उँधो गऱ्यो भने चाहिँ अरे मुनिबाट पनि हुन्छ। मुनिबाट चाहिँ कस्तो हुन्छ कुनै मुनिबाट चाहिँ मलाई थाहा भएन। अब यहाँ मुनिबाट थाप्न पनि हुन्छ हो। अब यो बन्द गऱ्यो भने होला सायद, यस्तो बन्द गऱ्यो भने मेरो अहिले हातले भ्याउँदैन रहेछ हो। अनि यस्तो व्यवस्था पनि छ। अब यहाँ पानीबाट अब यहाँ पानी बगिगयो भने यहाँ ठक्कै ड्रेनेज। अब यहाँ हेरिदेख्यो भने टाढोसम्म कहीँ ड्रेन छैन होइन, कहीँ छैन ड्रेन। तर अब यिनीहरूले भित्र सिस्टम बनाएर लगेको हुन्छ यिनीहरूले। यति अब डेभलपमेन्टमा भन्दा चाहिँ अब यतिसम्म चाहिँ हुन्छ यहाँको मान्छेहरू हो। अब डेभलपमेन्ट चाहिँ यस्तो मजाले बनाएको छ। अनि अब यो पार्क पनि हेऱ्यो भने एकदम प्लेन छैन नि त, प्लेन छैन हो। अब माथिबाट हेऱ्यो भने यसो गरेर अलिक यसो छड्के पारेर स्लान्टिङमा यो चाहिँ अब इन्जिनियरिङबाट हेऱ्यो भने चाहिँ पानी नजमिन लागि क्या हो यसरी कति मजाले बनाएको। अब यो चाहिँ नानीहरूको लागि भयो। अब हामी चाहिँ उता चाहिँ गाउँ उतातिर हाम्रोतिर चाहिँ के गर्छ नि, नानीहरू माटोतिर नखेल्नु के बिमार हुन्छ भन्छ होइन। तर यहाँ चाहिँ त्यस्तो होइन, अब यसरी यतातिर अब नानीहरू खेल्दा पनि हुन्छ। अब एउटा इन्ट्रेस्टिङ यहाँ बाजेले देख्दै छैन हो, यो चाहिँ अब यहाँनिर
जस्तै अब बुढो बाजेहरू हुन्छ नि त, उनीहरूलाई अब हिँड्नु सक्दैन, त्यतिखेर चाहिँ हो यस्तो साइकलहरू पनि हुन्छ। अनि यस्तो छ, यस्तो खालको हो। अनि अब यो साइकल हेऱ्यो भने हो इन्ट्रेस्टिङ साइकल, बाजे बोजूहरूलाई स्पेसली हिँड्नु सक्दैन उनीहरूलाई घुम्नु छ भने नि हो यसरी इन्ट्रेस्टिङ छ हो। अब यो लिएर अब जाँदै जाँदा पनि भयो। अनि बाटो अप्ठ्यारो हुन्छ भने चाहिँ त्यस्तो हुँदैन। यहाँ चाहिँ मान्छेले बाटो चाहिँ अब यस्तोहरू अब यस्तो साइकलहरू होइन, डिसेबल भएको मान्छेहरू सबैलाई सजिलो पाराले नै बनाएको हुन्छ। अनि अब यस्तो ग्राउन्ड भने चाहिँ अब यहाँ अब क्रिकेट भयो हो, अब यहाँ आफूले फुटबल ल्याएर खेल्दा पनि भयो, के गर्दा पनि भयो आफूले। अब यो चाहिँ यिनीहरूको अमेरिकन फुटबल हुन्छ हो यो खेल्ने जग्गा। तर यहाँ अब के खेल्दा पनि हुन्छ, अब जस्तै त्यो मान्छे एक्सर्साइज गरिरहेछ होइन। अनि यहाँ चाहिँ अब प्लेन छ, अघि मैले चाहिँ स्ल्यान्टिङ भने प्लेन छ भने होइन। अब यहाँ पानी कसरी जाने त भने मुनि अब यिनीहरूको मुनि नै यिनीहरूले पाइपहरू लगाएर ड्रेनेज सिस्टमहरू हुन्छ। अनि बेसी नै अब यस्तो पार्क भयो होइन, पार्कको छेउमा चाहिँ उनीहरूको अब यस्तो एउटा कम्युनिटी सेन्टर्सहरू पनि हुन्छ, जस्तै लाइब्रेरीहरू भएको, जस्तो नानीहरू आएर क्रिएटिभिटी नि हो यसरी पढ्ने के गर्नेहरू पनि हुन्छ। अनि म अब अर्को जिनिस चाहिँ के देखाउँदैछु भने नि, म अघि त्यो बाजे गएको देखाउँछु ल। अब यो रातितिर खेल्यो भने नि लाइटै लाइट हो, लाइटै लाइट छ। इन्ट्रेस्टिङ अब डेभलपमेन्ट भनेको चाहिँ कति राम्रो प्लानिङ, कति राम्रोसितले यिनीहरूले यसरी बनाएको छ। अनि अब रुखहरू यसो पुरानो रुखहरू यसरी जतन गरेर राखेर, अब यो ग्राउन्डमा हेऱ्यो भने कति सफा छ। अब यहाँ मेन्टेन, घाँस चाहिँ अलिकति उम्रेको बित्तिकै यिनीहरूले काट्छ। अनि यो काटेको घाँस चाहिँ फेरि उनीहरूले फ्याँक्दैन, थुपारेर यो मोल बनाउँछ यिनीहरूले। यो पर थुपारेको छ, म भएर देखाउँछु नि ल। अनि इन्ट्रेस्टिङ चाहिँ यो टोइलेटमा इन्ट्रेस्टिङ लाग्यो। अब यो टोइलेट पस्न लागि चाहिँ यो भने चाहिँ भ्याकेन्ट भने यहाँ बत्ती बलिरहेछ नि, धर्मस यो टोइलेटमा मान्छे छैन, खाली छ। अनि यहाँभित्र मान्छे छ भने चाहिँ यो बत्ती बलिरहेको हुन्छ। अनि यो दैलो बन्द गरेको हो। अब यो भित्र कसरी पस्ने त भन्यो भने छैन नि त, कस्तो गर्दा पनि हुँदैन नि त यो दैलो होइन। यहाँ अब यसरी हात गऱ्यो भने यसरी खोलिन्छ। यहाँ अहिले अलिकति मैला रहेछ हो, यसरी सिस्टम भएन। अब यसलाई कसरी बन्द गर्ने त भन्दाखेरि फेरि नै यहाँनिर हातले यसो गऱ्यो भने सेन्सरले बन्द हुन्छ। अब इन्ट्रेस्टिङ के हो भने म्युजिक पनि बज्छ। हो म्युजिक पनि बज्छ इन्ट्रेस्टिङ। अनि अब यहाँ टोइलेट गऱ्यो होइन, टोइलेट गरेर टिस्यु पेपर चाहियो भने हो बन्द गऱ्यो। अब यसरी यो अब जति चाहिने अब आफै बन्द हुन्छ। अब यो फ्याँक्यो होइन। अब यो ड्रेन गर्ने चाहिँ कस्तो हो भन्दाखेरि यहाँबाट यहाँदेखि यसको मुनि राख्यो भने चाहिँ साबुन निस्किन्छ, यसको सिधा राख्यो भने चाहिँ पानी निस्किन्छ। यहाँ चाहिँ ह्यान्ड ड्रायर। अब हेर्नुहोस् ल, हो। अब मैले यो साबुन लगाएँ नि त, अब पानी चाहिँ अनि यो पानी धुँदा मात्रै, हामीले यहाँ हात धुँदा मात्रै यो ड्रेन हुन्छ। अनि ह्यान्ड ड्रायर चाहिँ यहाँ, यो चाहिँ हात सुकाउने जग्गा हो। यहाँ साबुन हात धुयो, हात धुँदा यो ड्रेन हुन्छ हो, त्यहाँबाट यो चाहिँ ह्यान्ड ड्रायर। अनि अब यहाँ कसरी निस्किने त भन्दाखेरि अब यहीँ बसिरह्यो भने 10 मिनट पछाडि चाहिँ आफै दैलो खोल्छ है। अनि जे गर्नु छ 10 मिनट अगाडि गऱ्यो भने चाहिँ दैलो खोलिदिन्छ। अब दैलो अब 10 मिनट मैले अगाडि सक्यो अरे, 10 मिनट अगाडि सक्यो भने चाहिँ कसरी खोल्ने भने चाहिँ फेरि
यसरी हो। अब यो चाहिँ पार्कमा भएको एउटा टोइलेट, फुल्ली लोडेड विथ टेक्नोलोजी। कति मजाले उनीहरूले अब सोचेर क्या हो यसरी बनाएको छ हो। अनि यहाँ चाहिँ मान्छेहरू हेल्थलाई लिएर बेसी नै कन्सियस, बेसी नै हेल्थलाई बेसी इम्पोर्टेन्ट दिन्छ हो। त्यो दिनु परेको कारण चाहिँ किन हो भन्दाखेरि चाहिँ अब यहाँ हेल्थ चाहिँ हाम्रो उता जस्तो फ्री छैन। अनि फ्री नहुनाले कारण यहाँ चाहिँ मान्छेले अब बिमार नहोस् भनेरै निकै हेल्थलाई बेसी इम्पोर्टेन्ट दिन्छ। म पनि अब जस्तै बिमार भएकोदेखि चाहिँ अब यसरी बेलुका बेलुका आजभोलि काम छैन, यसरी पार्कमा आएर वाकहरू रनिङहरू गर्छु यसरी। अनि मान्छेले ऊ पर कुकुर देख्दैछ नि त, ऊ पर हो अघि मैले पानी खानेको देखाएको चाहिँ यो कुकुरको लागि चाहिँ। अनि एउटा इन्ट्रेस्टिङ चाहिँ हाम्रो उता अब यहाँ चाहिँ बिल्डिङहरू बनाउँदाखेरि अब बिचमा यो छ होइन, सामानहरू सबै यो क्रेनले उठाउँदै हो, सामानहरू माथि माथि उठाउँदै माथि माथि हो यसरी बिल्डिङ बनाउँदै बनाउँदै मताउँदै माथि 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 जान्छ यो चाहिँ क्रेन सिस्टम। सबै घरहरू के भयो के बनाउँदा पनि यस्तो खालको छ व्यवस्था। अब म इन्ट्रेस्टिङ जिनिसहरू केही देखेँ भने म सेयर गर्दै गर्छु नि तपाईँहरूलाई, हेर्नुहोस् होला। ल गुड नाइट, गुड नाइट हो। अब गुड नाइट भन्नु पऱ्यो सबलाई, गुड नाइट।